छोरी रिसाएर चाहिँ बाटोमा गएर बसी चाहिँ हेलो सबैजनालाई स्वागत छ मेरो न्यू ब्लग भिडियोमा। म चाहिँ आज नुनथलासम्मको यात्रामा रहेको छु अनि म चाहिँ बस चढेर यहाँ बसन्तपुर आइसकेको छु। बसन्तपुरदेखि चाहिँ अब फेरि यहाँबाट अर्को बसमा जाने कोसिस गर्दैछु। बस चाहिँ अहिलेसम्म आएको छैन, आए पनि एकदम भिडभाड आएको छ। अनि यो भनेको चाहिँ लालीगुराँसको स्तम्भ रहेको छ। यहाँ चाहिँ अब गुराँस धेरै पाउने भएको छ अनि म चाहिँ नुनथलामा आइसकेको छु। यहाँ चाहिँ यस्तो छ, यहाँ चाहिँ अब एकदम राम्रो राम्रो खानेकुराहरू पाउँदो रहेछ। यहाँनिर अब गिटार पनि रहेछ, गिटारलाई नि यसो बजाउनलाई प्रयास गरेँ, एकदमै आएन र पनि आफ्नै तालमा बजाए एकछिन एकदम रमाइलो लाग्यो। अनि अब एकैछिन फेरि यताको भिडियोहरू गरेँ, यता बसेँ, सबैतिर एकछिन बस्दै हेर्दै गरेँ। अब यस पछाडि फेरि माथि छोरी चाहिँ कुकुरलाई खेलाएर भिडियो बनाउँदै रहेछ अनि त्यो भिडियो चाहिँ उसले टिकटकमा हाल्ने अरे। अनि यहाँ बाबाको गाडी नि आइसकेको रहेछ अनि बाबाको गाडीभित्र चाहिँ ऊ गएर बसी। अनि म चाहिँ अब यहाँबाट यसो हेरेको मन्दिर जाने बाटो रहेछ अनि अब मन्दिरतिर जाउँ न त कस्तो छ भनेर चाहिँ मन्दिरतिर म चाहिँ अगाडि बढेँ। अब अगाडि बढ्दै गएँ, उकालो बाटो थियो, एकदम गाह्रो के, एकदम हिँड्नलाई चाहिँ धेरै गाह्रो पर्ने र पनि सिँढीहरू थियो, एकदम राम्रो लाग्यो। अब यहाँबाट हिँड्दै जाँदै थिएँ अनि अब यहाँ माथि के चाहिँ पुरा गेट मात्र रहेछ, गेटमा चाहिँ अब नामहरू केही रहेनछ। अब यसो उँभोतिर जाँदै थिएँ, अलिकति जङ्गल बाटो रहेछ, अलिकति बढी डर लाग्यो। अब यताउता हेर्दै हेर्दै गएँ, अब भिडभाड थिएन, मान्छेहरू कोही आउनुहुने थिएन अनि त्यही भएर चाहिँ मलाई चाहिँ डर डर लाग्दै आयो। यहाँ चाहिँ बाघ जस्तो देखेको बाख्रा रहेछ क्या फेरि, तर होइन रहेछ। अनि र पनि एक्लै भए पनि डराउँदै डराउँदै भए पनि जाँदै थिएँ उकालो, एकदम गाह्रो पऱ्यो क्या मलाई चाहिँ। यी बाख्रा पनि मेरो अघि अघि लाग्दै जाँदैछन् अनि एकदम ठाडो बाटो रहेछ। ठाडो बाटो भनेपछि अब हिँड्नलाई धेरै गाह्रो परिराखेको थियो, जसो तसो भए पनि हिँड्दै गइयो। एकदम राम्रो भ्यू पनि राम्रै आउने, तर एकदम बिचमा चाहिँ डर लाग्ने ठाउँ रहेछ क्या। अनि माथि मन्दिर पनि पुगेँ, यताउता हेरेँ, पुरा खस्राङ खस्राङ पनि गर्छ, डर डर पनि लाग्यो। र पनि अब यसो दर्शन गरेँ, दर्शन गरेर चाहिँ अब वरपर यसो हेरेँ केही छ कि भनेर, तर केही रहेनछ, टेन्सन लागेन। अनि फेरि आरामले अब उँधो झर्नेको यसो विचार गरेँ। अनि यहाँनिर चाहिँ अब तपाईँहरूले अब आउनको लागि चाहिँ एकदम राम्रो बाटो रहेछ क्या, सिँढी नै सिँढी रहेछ, आउनको लागि कुनै समस्या छैन। अनि अब यहाँबाट चाहिँ फेरि म ओह्रालो टक्क टक्क झरेँ। अब ओह्रालो त फेरि खम्राङ खुम्रुङ हो नि त। अब फेरि ओह्रालो लागेपछि बाख्रा सँगै पो त, बाख्राले यी बोकाहरूले चाहिँ छोडेन क्या मलाई। जाँदा पनि उकालो अगाडि अगाडि, आउँदा पनि अगाडि 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 लाग्यो। कस्तो लाग्यो भिडियो लाइक कमेन्ट सेयर गर्नु भने चाहिँ नबिर्सनु होला साथी। हस्त धन्यवाद।